वेलकम टु माई ब्लग। आज खास गरी भन्नुपर्दा मैले यो भिडियो बनाउनको उद्देश्य के छ भने आज मेरो मन साँच्चै तपाईँहरूको मन पनि साह्रै नै दुख्यो होला होइन। हिजो अस्ति भर्खरै भएको 15 गतेको त्यो आन्दोलन झरप होइन, त्यो के हो मैले बुझिनँ कि तपाईँहरूले बुझ्नुभयो कि भएन है। तर त्यो चाहिँ के हो भने चाहिँ मैले बुझिनँ। कोही कोही भन्छन् राजा ल्याऊ राजतन्त्र बनाऊ, कोही कोही भन्छ होइन जनता गणतन्त्र नै राख। तर देशलाई के गर्ने थाहा छैन कि कसैलाई। त्यत्रो हेर्नु त त्यो आन्दोलनमा के भयो त, त्यत्रोको सम्पत्ति नाश भयो होइन, सम्पत्ति नाश भयो। अब त्यसमा कतिजनाको जान गयो, कतिजना आमाको कोख रित्यो, त्यो चाहिँ हेर्दैनन् कि नेपालले। नेपाल भने चाहिँ अब पहिला जस्तै के छ भने चाहिँ पहिला अब अहिले चाहिँ कम्पिटिसन भइरहेछ कि कम्पिटिसन। अब नि के कम्पिटिसन जस्तै अब तिनजना हामी जस्तै शेरबहादुर देउवा, प्रचण्डज्यू, अनि अब हाम्रो केपी ओली शर्माज्यू, उहाँहरू चाहिँ के पालै पिलो कि पालै पिलो सिस्टम चाहिँ थियो होइन। अब के छ भने चाहिँ एकजना थप्यो कि एकजना चाहिँ हाम्रो अब राजा थप्ने कुरो। त्यसले गर्दाखेरि अब देश म चलाउँछु भनेर चाहिँ कम्पिटिसन हुँदैछ क्या। तर देश चाहिँ म बनाउँछु चाहिँ कोही भन्दैनन् त। किन? देशको अवस्था छ, ऋण लिएर देश चलाउने धान्ने अवस्था छ, त्यसको टेन्सन कसैलाई छैन। तर कोहीले भन्दैनन् त होइन होइन तँभन्दा धेरै म गर्छु, तँभन्दा धेरै म गर्छु, अर्कोले तँभन्दा धेरै म गर्छु, त्यस्तो भन्ने त छैन कोही। के हो यो मैले बुझ्दिनँ कि। मलाई त त्यति धेरै राजनीतिक कुरा थाहा छैन होइन, तर म यो हेर्दैछु नि त्यस्तै भइरहेछ कि। ल यसरी मैले अहिले नै भिडियो बनाउँदाखेरि चाहिँ अब फुलस्थ रूपमा चाहिँ होइन म त पहिले नै भने म गणतन्त्रवादी राजतन्त्रवादी केही पनि होइन। म एउटा देशलाई कसरी राम्रो हुन्छ होइन, देशको कुबल होइन जान्ने। अब मैले त गर्न चाहिँ केही सक्दिनँ होइन, तर पनि एउटा सबै गर्ने भनेको अन्तिममा जनताले हो। हामी सबै जनताले चाहिँ होइन अहिले एउटा चाहिँ सुरुमै चाहिँ अब राम्रो प्रधानमन्त्री, राम्रो राष्ट्रपतिहरू छानेको भए गल्ती त हाम्रै हो नि, यति हुन्थ्यो त। उहाँहरू चाहिँ नराम्रो होइन, तर उहाँहरू चाहिँ अब कहिले राम्रो गर्नुहुन्छ होइन। उहाँहरू अब गरोस्, म त के चाहन्छु अब जस्तै अब उहाँहरूले चाहेको बेला राजा नल्याओस् भने के हो होइन, त्यो उहाँहरूकै कुरा हो, के होस् होइन। तर उहाँहरू त अब चाहिँ होस् न, अब म जाने बेला छु होइन, म अब जाँदाखेरि चाहिँ मैले चाहिँ आफ्नो केही छाप छोडेर जान्छु भन्ने त किन लाग्दैन त मलाई। मैले बुझिनँ कि नेपाल तन्त्र भन्दैनन् कोही, नेपालको छोरा भन्दैनन्। तर यो पार्टी राजतन्त्र गणतन्त्र के हो मैले केही बुझेको छैन के हो खोइ। तर साथीहरू हाम्रो देश सकिँदै गइरहेछ। कोहीले भन्दैनन् त होइन होइन तँभन्दा धेरै म गर्छु, तँभन्दा धेरै म गर्छु, अर्कोले तँभन्दा धेरै म गर्छु, त्यस्तो भन्ने त छैन कोही। के हो यो मैले बुझ्दिनँ कि। मलाई त त्यति धेरै राजनीतिक कुरा थाहा छैन होइन, तर म यो हेर्दैछु नि त्यस्तै भइरहेछ कि। ल यसरी मैले अहिले नै भिडियो बनाउँदाखेरि चाहिँ अब फुलस्थ रूपमा चाहिँ होइन म त पहिले नै भने म गणतन्त्रवादी राजतन्त्रवादी केही पनि होइन। म एउटा देशलाई कसरी राम्रो हुन्छ होइन, देशको कुबल होइन जान्ने। अब मैले त गर्न चाहिँ केही सक्दिनँ होइन, तर पनि एउटा सबै गर्ने भनेको अन्तिममा जनताले हो। हामी सबै जनताले चाहिँ होइन अहिले एउटा चाहिँ सुरुमै चाहिँ अब राम्रो प्रधानमन्त्री, राम्रो राष्ट्रपतिहरू छानेको भए गल्ती त हाम्रै हो नि, यति हुन्थ्यो त। उहाँहरू चाहिँ नराम्रो होइन, तर उहाँहरू चाहिँ अब उहाँहरू अब कहिले राम्रो गर्नुहुन्छ होइन। उहाँहरू अब गरोस्, म त के चाहन्छु अब जस्तै अब उहाँहरूले चाहेको बेला राजा नल्याओस् भने के हो होइन, त्यो उहाँहरूकै कुरा हो, के होस् होइन। तर उहाँहरू त अब चाहिँ होस् न, अब म जाने बेला छु होइन, म अब जाँदाखेरि चाहिँ मैले चाहिँ आफ्नो केही छाप छोडेर जान्छु भन्ने त किन लाग्दैन त मलाई। मैले बुझिनँ कि नेपाल तन्त्र भन्दैनन् कोही, नेपालको छोरा भन्दैनन्। तर यो पार्टी राजतन्त्र गणतन्त्र के हो मैले केही बुझेको छैन के हो खोइ। तर साथीहरू हाम्रो देश सकिँदै गइरहेछ।